हेलो गाइजहरु के गर्दै हुनुहुन्छ? हामी चाहिँ आज यस्तो खोलातिर आएको हैन। खोलातिर आएको यार, माछा यस्तो माछा साछा मर्छ कि न भन्दै खोलातिर आएको साथीहरु। यार माछा मार्न नसकेला जस्तो साथीहरु, एकदमै गाह्रो छ है। पुरा चिसो पनि भइरहेको छ हैन। यस्तो छ साथीहरु, यहाँबाट यस्तो जानुपर्छ साथीहरु है। यस्तो छ साथीहरु खोला है, मजाले खोला बगिरहेको छ। चिसो पनि यति धेरै छ है। यहाँ चाहिँ माछा अब यहाँ छ कि भन्ने हाम्रो उ छ, हाम्रो ठम्याइ छ है, ठम्याइ। अब यहाँ चाहिँ माछा अब दुई दिनमा चाहिँ आइन्छ माछा मार्न है। टक्क माछा मारेर खाने हो मजाले हैन। टक्क पारेर अब यहाँबाट म माथि जान लागेको साथीहरु। अप्ठ्यारो छ है, म केरी जाम, गाह्रो भइरहेछ मलाई है साथीहरु। साथीहरु यहाँ चाहिँ गाह्रो भयो यार। माछा छ ओहो साह्रै चिसो भयो यार। माछा यहाँ छ। साथीहरु खोला सुसाएर केही पनि किन्ने आएन है। माछा मार्ने हो। खोलातिर आएको साथीहरु आज होइन यस्तो घुम्नलाई। माछा खोलामा कतिको छ माछा भनेर आएको, माछा रहेनछ। अब यस्तो अब हामी चाहिँ जान्छौँ है। टक्क पारेर हामी आफ्नो बाउ छोरा आएको खोलातिर साथीहरु है। नाच्यो पुरा नाचिरहेछ। अब हामी खोलाबाट जाने हो। साथीहरु गाह्रो छ, गाह्रो छ। यहाँबाट एकछिन जाने हो होइन। यहाँ छ क्या माछा त यार। यो रमा छ कि माछा। माछा यहाँ छ रमा। खोलामा माछा मार्ने खिको माछा मारे हुँदै चिसोमा यार। चिसोमा माछा मारे नहोला साथीहरु। अस्ति सुकाएको डल्लो यही हो क्या साथीहरु, सुकाएको है। तर माछै मरेन। अब हामी अब जाने हो घरतिर। हामी अप्ठ्यारो छ साथीहरु। यहाँ चाहिँ बहुत अप्ठ्यारो छ साथीहरु है। बहुत अप्ठ्यारो छ। अब यहाँबाट कसरी जाने हो साथीहरु भन्नु होला। ओहो यहाँ अङ्कल तल झर्या, हामीले झर्या थापिरहेछौँ तल है। झर्या थापिरहेछौँ। साथी अप्ठ्यारो छ यहाँ अप्ठ्यारो छ। कहाँबाट हो क्या यार। अप्ठ्यारो छ साथीहरु, समाउनु पर्छ यसरी है। यसरी समाउनु पर्छ। यहाँ यस्तो छ, यसरी बसेर झर्नुपर्छ है। यस्तो अप्ठ्यारो छ साथीहरु यहाँ झर्नलाई है। ट्याक्क समाउनु पर्छ होइन। ना झन्डै लुटेको यार नयाँ सलाद हो। यहाँबाट लड्यो भने सिधै तल गइन्छ साथीहरु। यहाँ तल पानी नै। म यहाँ तल फुङ्गाल्नु पर्यो।
साथी हो अप्ठ्यारो छ साथी अप्ठ्यारो है एकदम अप्ठ्यारो छ के गर्ने साथीहरू बहुत अप्ठ्यारो यस्तो अप्ठ्यारो छ क्या खै त माछा परेछ भने निकालौँ होइन माछा छैन भने ननिकालौँ त्यही थापेर छोडिदिउँ के त्यहाँ ढले थापिरहँ साथीहरू बारेर माछा त्यहाँ हेरौँ माछा कतिको छ माछा परेन होला माछा छैन खोलामा यत्रो रस उगाएर साथीहरू ल हेरौँ न यार के काम छ यत्रो रस उगाइया माछा भने एउटा खिरा पनि मर्दैन है चिसोमा कठाङ्गिने काम मात्रै भइरहेको छ साथीहरू माथि चाहिँ यस्तो पहाड छ है पुरा चट्टानै चट्टान यस्तो छ साथी माथि ल हेर्नु साथीहरू यो ल साथी यस्तो चट्टान छ क्या माथि साथी देख्नुभयो नि ल साथीहरू चट्टान छ हिँडिन्छ अब घरतिर 3-4 दिन भयो ज्वालो सुकाएको पनि है तर माछा मरेन खोज्ने र एकचोटि घरे त राख्ने बेला साँझ फेरि चोड्दैन कि यार बेलुका यार टाढिएर एउटा धरी यस्तो राम्रो धरे चोडेर लगिदिया चोरहरूले के गर्ने गाह्रो छ साथीहरू माछा छैन साथी खोलामा यस्तो भइरहेछ यस्तो छ हाम्रो खोलामा है पुरा यहाँ चाहिँ पुरै पानी थियो पुरै पानी थियो पुरै सुकाएर हैन सुकाउँदाखेरि यो पानी पुरै घटेर अहिले चाहिँ पुरा मात्र पुरा खाली देखिरहेको छैन पुरा सुक्खा देखिरहेको छ उबान देखिरहेको छ हैन एकदमै साथीहरू ल तर यो ज्वालो सुकाउनलाई चाहिँ म चाहिँ आएको थिएन हैन मेरो चाहिँ अब स्कुल लागिरहेको थियो फेरि म आएको थिएन अब मेरो अङ्कलहरू चाहिँ सुकाउनु भएको थियो तर आज त्यो जाममा त माछा मरेको छैन आज यसो धरेसर थाहा पाउँ त्यहाँ माछा छ भन्ने आएको साथीहरू तर माछा मरेन है त माछा मरेन अङ्कलले चाहिँ त्यहाँ चाहिँ चिसोमा कुटुन गर्दै हुनुहुन्छ चिसो भयो साथीहरू है अब मजाले आगो तापेर बस्नुपर्छ आगो बाल्नु पर्यो आगो नि मरेछ साथीहरू है त्यो फुटाउने रहेछ कि ल ढरिया पनि झिक्यो साथीहरू माछा परेछ कि नआयो त साथीहरू ल खै अङ्कल ढरिया यसो देखाउनु त ए माछा रहेछ यार परेछ न अलिअलि साथीहरू माछा परे रहेछ अलिअलि माछा परे रहेछ